सम्पूर्ण दिदीबहिनी दाजुभाइ पत्रकार साथीहरू भद्र महिला तथा सज्जन प्रेम, म आज थोरै समय लिएर रामधुनीमा आयोजना भइरहेको 4औं राष्ट्रिय चलचित्र महोत्सव सांस्कृतिक महोत्सव 2082 मा भाग लिन आएको। म योभन्दा अगाडि पनि म मन्त्रीको भूमिकामा रहेको बेला मलाई साथीहरूले बोलाउनु भएको थियो। त्यो बेला मैले समय नमिलेर म कार्यक्रममा आउन पाएको थिएन। त्यही कुरालाई पनि स्मरण गर्दै परशुरामजीले निमन्त्रणा गरेपछि म यसपालि अवश्य आउँछु भनेर उहाँले यो कार्यक्रमलाई केही दिन अगाडि गर्न खोज्नु भएको थियो। मैले भने म 6 गते भ्याउँछु, तपाईले कार्यक्रम मिलाउन सक्नुहुन्छ भने आउँछु भनेको थिएँ। उहाँले मिलाइदिनु भयो, म आइपुगेको छु। यस अर्थमा आजको यो 4औं राष्ट्रिय चलचित्र तथा सांस्कृतिक महोत्सव 2082 का अध्यक्ष परशुराम चौधरी लगायत सम्पूर्ण आयोजक साथीहरूलाई म विशेष धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। मलाई नेपालको आदिवासी क्षेत्रको असाध्यै ठुलो जनसङ्ख्या रहेको नेपालको एउटा भाषिक र सांस्कृतिक समुदायको प्रतिनिधित्व गर्ने नेपालको थारू जाति नेपालको सार्वसत्ताको पक्षमा दृढतापूर्वक उभिएर नेपालको रक्षाका सन्दर्भमा ऐतिहासिक भूमिका खेलेको जनजाति र आदिवासी समुदाय हो। यो समुदायको आफ्नै भाषा छ, यो समुदायको आफ्नै संस्कृति छ, यो समुदायका आफ्नै विशिष्टताहरू हुँदाहुँदै पनि यो समुदायले समाजमा रहेका अरू समुदायहरूसितको सहकार्य र एकता र विभिन्न समयमा सबै जाति भाषा क्षेत्रका समुदायसित मिलेर धेरै खालका सांस्कृतिक गतिविधिहरू सञ्चालन गरिएको छ। यस अर्थमा थारू समुदाय नेपालभाषी र नेपाली राष्ट्रियताको सन्दर्भमा पनि सदैव अग्र स्थानमा उभिएर नेपालको जाति भाषा धर्म संस्कृतिका पक्षमा उभिएको एउटा महत्त्वपूर्ण संस्था हो, महत्त्वपूर्ण समुदाय हो। यस कारणले पनि म तपाईहरुसित भेटघाट गर्ने इच्छा लिएर यहाँ आइपुगेको। मलाई अघि परशुरामजीले केही कुराहरू राख्नु भएको छ। यो चलचित्र महोत्सवका सन्दर्भमा कोशी प्रदेश सरकारले केही जिम्मेवारी पुरा गर्नुपर्ने छ, मलाई थाहा छ। मैले भनेको छु, यद्यपि हामी जेठको पनि अलिक पछाडि भेट भएको हुनाले हाम्रो गत वर्षको बजेटमा नभएको उल्लेख नभएको हुनाले हामीलाई केही कठिनाइ भएको छ। म तपाईलाई आश्वस्त पार्न चाहन्छु, तपाईको राष्ट्रिय थारू चलचित्र तथा सांस्कृतिक महोत्सव 2082 लाई कोशी प्रदेश सरकारले नैतिक, भौतिक र आर्थिक सहयोग गर्ने म प्रतिबद्धता दोहोर्याउन चाहन्छु। तपाईलाई मेरो लक्ष्य अनुसारको यथाशक्य सहयोग हुनेछ। यही चलचित्र महोत्सवलाई ध्यान दिएर मैले केही सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। मैले अघि पनि भनेको थिएँ, त्यहाँ उहाँहरूसित बस्दाखेरि अहिले थारू समुदायको चाहे सुन्दर हरिताको कुरा गर्नुहोस्, चाहे इन्डियनको कुरा गर्नुहोस्, चाहे रामधुनीको कुरा गर्नुहोस्, चाहे सुनसरीका अरू पालिकाहरूसित ठुलो जनसङ्ख्या रहेको थारू समुदायको यो लगभग मध्यभाग हो, केन्द्र भाग जस्तो रहेको छ। एउटा सङ्ग्रहालय तपाईँहरूले बनाउनु भएको छ। त्यो सङ्ग्रहालयमा प्रदेश सरकारले बेला बेलामा आर्थिक सहयोग पनि गरिएको छ। म तपाईँहरूलाई एउटा कुरा भन्न चाहन्छु, हाम्रो पर्यटन वर्षका सन्दर्भमा त केही कार्यक्रमहरू तपाईँहरूको आयोजना भइरहेका छन्, तर मेरो एउटा बुझाइ के छ भने तपाईँहरू यही आसपासमा कहीँ हप्तामा एकपल्ट, कम्तीमा पनि वर्षमा 52 पल्ट थारू समुदायको सांस्कृतिक प्रदर्शन गर्ने, खाना महोत्सव गर्ने, तपाईँहरूका झाँकी प्रस्तुत गर्ने गरी हप्ताको एक दिन एउटा कार्यक्रम राख्ने गरीको तयारी गर्नुहोस्। त्यसमा हाम्रा देशी र विदेशी पाहुनाहरू आउँदा पनि हामी लिएर आउँदैछौँ। त्यसको तयारी तपाईँहरूलाई गर्नको लागि म आग्रह गर्न चाहन्छु। मैले मेयर साहबलाई पनि भनेको छु र मैले परशुरामजीलाई पनि भनेको छु, यदि थारू समुदायको हामीले सङ्ग्रहालय यहाँ बनायौँ भने थारू सांस्कृतिक कुनै सङ्घ संस्था बनाएर त्यसको तर्फबाट थारू जातिको, थारू समुदायको सांस्कृतिक झाँकीहरू, थारू जातिको सांस्कृतिक कार्यक्रमहरू र थारू संस्कृतिको खाना प्रबन्धन गर्ने हिसाबले हप्तामा एकपल्ट हरेक एकै ठाउँमा सधैँभरि गर्नुभयो भने पनि त्यसमा सरकारको केही सहयोग हुन्छ र आउने मान्छेहरूले पनि केही सहयोग गर्छन्। त्यसको माध्यमबाट हामी
यो समुदायलाई यो समुदायको सांस्कृतिक पक्षलाई बलियो बनाउने गरी केही कामहरू गर्न सक्छौँ। तपाईँलाई थाहा छ सौरामा चितवनको सौरामा थारू समुदायको तर्फबाट त्यहाँ आउने देशी विदेशी पाहुनाहरूलाई आफ्नो संस्कृतिको पनि जगेर्ना गर्ने, आफ्नो संस्कृतिको प्रचार प्रसार पनि गर्ने र केही आर्थिक उपार्जन पनि हुने हिसाबले त्यहाँ केही गतिविधिहरू हुने गर्छ। त्यही ढङ्गको गतिविधिहरू यहाँ पनि गरौँ। त्यसमा कोशी प्रदेश सरकारले तपाईँलाई स्टार्टिङ गर्न, सुरुवात गर्न, केही आर्थिक भौतिक सहयोग गर्ने म प्रतिबद्धता पनि तपाईँहरूका बिचमा राख्न चाहन्छु। धेरै ठुलो पैसा हामीसँग छैन, किनभने यो प्रदेशमा 137 जातिहरू छन्, यो प्रदेशमा 100 भन्दा बढी भाषाभाषीहरू छन्, यो प्रदेशमा दर्जनौं चाहिँ तपाईँको धर्म संस्कृतिहरू छ। त्यसले गर्दाखेरि हामी सबैले एकै ठाउँमा सहयोग गर्न गाह्रो हुन्छ। तर थारू समुदाय हाम्रो प्रदेशभित्रको एउटा असाध्यै ठुलो जनसङ्ख्या भएको महत्त्वपूर्ण समुदाय पनि हो। यो समुदायले यो देशको विकासमा, यो देशको समृद्धिमा, यो देशको भाषा संस्कृतिको विकासमा निकै ठुलो योगदान गरेको छ। त्यस कारणले पनि यो समुदायको पक्षमा कोशी प्रदेश सरकार तपाईँहरूको साथमा सदैव रहने म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, मलाई नरेन्द्र सरले केही कुराहरू अरू पनि स्मरण गराउनु भएको छ। आरक्षणको निम्ति, थारू समुदायको आरक्षणको निम्ति केही विषयवस्तुहरू उहाँले उठाउनको लागि मुख्यमन्त्रीको हैसियतले पहल गरेर भन्नुभएको छ। हाम्रो संविधानले केही कुराहरू त गरेको छ, तर त्यो पर्याप्तता छैन। त्यस कारणले गर्दा थारू समुदायको संस्कृतिको विकास, थारू समुदायको अरू क्षेत्रहरूको विकास र यस समुदायलाई राज्यको मेन स्ट्रिम बनाएर यस समुदायलाई यहाँका सरकारी जागिरहरू र सरकारी अरू खालका कामहरूमा पनि बढीभन्दा बढी सहभागी गराउने, राजनीतिक क्षेत्रमा पनि बढीभन्दा बढी सहभागी गराउने, सामाजिक क्षेत्रमा पनि बढीभन्दा बढी सहभागी गराउन के कस्ता संवैधानिक प्रावधानहरू, कानुनी व्यवस्थाहरू, नीतिगत प्रबन्धहरू गर्नुपर्छ, त्यस कुरामा कोशी प्रदेश सरकार पछाडि हट्ने छैन। तपाईँहरूको सल्लाह सुझावमा हाम्रो यथाशक्ति, हाम्रो क्षमताले भ्याएसम्म हामी सहयोग गरेर त्यो कामलाई अघि बढाउने कुरामा पनि म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, तपाईँहरू आज र भोलि यो प्रदेशको महत्त्वपूर्ण बजारको रूपमा रहेको रामगढी नगरपालिका अन्तर्गत झुम्का बजारमा, झुम्काको छेउमा, झुम्का सहर बजारको छेउमा तपाईँहरू एउटा सांस्कृतिक महोत्सव, चलचित्र तथा सांस्कृतिक महोत्सव गर्दै हुनुहुन्छ। 150 भन्दा बढी फिल्महरू उत्पादन भएका छन्, चलचित्रहरू तपाईँहरूले बनाउनु भएको छ। तर चलचित्रहरूमा ठुलो लगानी लाग्ने गर्छ, सानो लगानीले चलचित्रहरू बन्दैन। सानो लगानीले चलचित्रहरू बनायो भने त्यसले मार्केट बजार पाउन सक्दैन। त्यसले गर्दा तपाईँहरूको बरु सबैजना मिलेर बेला बेलामा महत्त्वपूर्ण क्षेत्रहरू, महत्त्वपूर्ण विषय गरेर एउटै चलचित्र बनाउने काम गर्नुभयो भने त्यस्ता कुरामा पनि सरकारले केही थोरै सहयोग गर्न सक्छ। त्यो कामहरूमा पनि म त्यहाँ तपाईँहरूलाई ध्यान दिन आग्रह गर्न चाहन्छु। आज र भोलि चल्ने तपाईँहरूको महोत्सव, आज यो उद्घाटन सत्र, सम्मान कार्यक्रम, पुरस्कार वितरण लगायतको कार्यक्रम हुनेछ भने भोलि तपाईँहरूको चलचित्र प्रदर्शनीको कार्यक्रम छ। यी दुईटै कार्यक्रम, 2 दिनको कार्यक्रमको भव्य र ठुलो सहभागितामा सफलताको निम्ति म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। म परशुराम चौधरीजीलाई धन्यवाद पनि भन्न चाहन्छु। उहाँले यहाँ सम्मान गर्दाखेरि थारू समुदाय मात्रै सम्झिनु भएको छैन। थारू चलचित्रको विकासमा, थारू भाषाको विकासमा, थारू संस्कृतिको विकासमा योगदान गर्नुहुने अरू कलाकर्मीहरूलाई पनि सम्मान गर्नुभएको छ। म उहाँलाई धन्यवाद भन्न चाहन्छु, किनभने हाम्रो थारू समुदाय भनेको यो सङ्कीर्ण समुदाय, सानो समुदाय, आफैभित्र मात्र चल्ने समुदाय होइन भन्ने कुरा पनि उहाँले उदाहरण पेश गर्नुभएको छ। त्यस कारणले यो हाम्रो राष्ट्रिय मूल प्रवाहको एउटा महत्त्वपूर्ण समुदाय हो। यो समुदायको विकास र समृद्धिले नेपालको विकास र समृद्धिमा ठुलो योगदान पुग्छ भन्ने मेरो बुझाइरहेको छ। यस कामका लागि पनि तपाईँहरू अझै अगाडि बढ्नुहोला। कोशी प्रदेश सरकार तपाईँहरूको साथमा सदैव रहने म प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। मेरो समय पनि अभाव छ, अरू कार्यक्रम पनि छन्, तपाईँहरूका पनि अरू विविध कार्यक्रम भएको हुनाले म आज धेरै समय दिन सकिनँ। अब यसपछि म तपाईँहरूसँग विदा भएर प्रार्थना जानु छ। म आज तपाईँहरूलाई यति मात्र भन्न चाहन्छु, तपाईँहरूको यो चौथो राष्ट्रिय चलचित्र तथा सांस्कृतिक महोत्सव 2082 लाई प्रदेश सरकारले यथेष्ट सहयोग गर्नेछ। तपाईँहरूको चलचित्र तथा सांस्कृतिक महोत्सव हरेक वर्ष गर्नको लागि कोशी प्रदेश सरकारले केही न केही तपाईँहरूसँग सहकार्य गर्नेछ र थारू संस्कृतिको विकास र जगेर्ना गर्नका लागि
यसको प्रबन्धन गर्नका लागि विभिन्न विधाहरूमा कोशी प्रदेश सरकारले तपाईँहरूलाई सहयोग गर्नेछ। थारू समुदायलाई राष्ट्रिय मिनिस्ट्रीमा ल्याउन र विभिन्न क्षेत्रहरूमा बढीभन्दा बढी आरक्षण दिएर अगाडि बढाउनको लागि पनि कोशी प्रदेश मुख्यमन्त्रीको हैसियतले मेरो पहल कदमी रहनेछ। कोशी प्रदेश सरकार तपाईँहरूको साथमा रहनेछ भन्ने विश्वास पुनः दिलाउँदै